एकदम दुःख लागिरहेछ ठिक छ यति गरौँ हामी चाहिँ अब मामा घर आइसकेको छौँ होइन गाइजहरू विप्लव चलाएको सानो आन्टी हो सानो आन्टी मतलब सानीमा हेलो एन्ड नमस्ते वेलकम टु सबैलाई मेरो न्यू ब्लगमा आई होप तपाईँ सन्चै हुनुहुन्छ होला म पनि एकदम कुशल आरामै छु सो आफ्टर लङ टाइम म धेरै पछि ब्लग बनाउँदैछु अब आज चाहिँ विशेष के छ भन्दाखेरि चाहिँ भाउजू विदेश जाँदै हुनुहुन्छ जापान सो हेरौँ अब भाउजूलाई बिदाई गर्ने कार्यक्रम छ यसो बिदाई सिधाई गरौँ एयरपोर्टमा जाउँ सो के हुन्छ हेर्दै गर्नुहोस् इन्सम्म मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला त्यही हो कि कस्तो तल लगाइदिनु भएको भाउजू पनि ट्याक्क जापानको भिसा लाएर आजको फ्लाइट छ होइन टिका लाउनु ल अब ट्याक्क दाइले टिका लगाइदिँदै हुनुहुन्छ मलाई चाहिँ तल भने देख्दै छोरी होइन नि अलिकति सानोवाला पानी नै स्प्रे छैन नि त यसमा यसले फेरि लत त हालिदिनु होला पानी पनि गाइज गाह्रो छ जिन्दगी गाह्रो छ कस्तो अँध्यारो देखिरहेको छ यार बारा सो गाइज हामी चाहिँ सामान लिएर बाहिर आइसक्यौँ होइन एउटा ब्याग यहाँ छ एउटा लगेज यहाँ छ होइन यहाँ हाम्रो जापानवाली दाइ हुनुहुन्छ यहाँ दाइ यहाँ छन् अनि हाम्रो गाडी पनि ट्याक्क आइदियो अब हामी यहाँबाट निक्लिनु पर्ने हुन्छ गाइज सो ट्याक्सीमा बसेपछि हल्का क्लिप हेर्नु होला सो गाइज हामी चाहिँ ट्याक्सीमा चढेर लाग्यो भाउजू चाहिँ हुनुहुन्छ दाइ त्यहाँ हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ ट्याक्क लाएर अनि भाउजू कस्तो अनुभव हुँदैछ अब धेरै समयपछि तपाईँलाई चाहिँ तपाईँको जानी सफल भयो अनि एक त अब नराम्रो पनि लागिरह होला छोरालाई छोडेर उनलाई होइन अरू त कस्तो हुँदैछ अनि अरू एउटा केही भन्नु नि त दुई शब्द जनताहरूलाई गाइजहरूलाई दुई शब्द राखिदिनु तपाईँको केही भएको छैन कस्तो केही भएको छैन अनि दाइ कस्तो अनुभव हुँदैछ भाउजू गएकोमा एकदम दुःख लागिरहेछ ठिक छ यति गरौँ हुनु पऱ्यो नि होइन मलाई त अब कस्तो अब कमाउनु पर्छ नेपालमा बसेर काम छैन गएको राम्रो हो सके चाँडो गएको राम्रो नसके ढिला गएको राम्रो जानु छ नेपालको हालत यस्तो छ अब अहिले नयाँ प्रधानमन्त्री आउनुभएको छ होइन सो उहाँले के गर्नुहुन्छ हामीलाई विदेश जाने बाध्यता बनाउनुहुन्छ कि हुँदैन हो त्यो चाहिँ उहाँलाई भर पर्छ होइन अनि त्यो कारणले सकभर विदेश नगएको राम्रो तर के गर्नु अब बाध्यताले ढकालेपछि जाने होइन मलाई पनि ल भाउजू अनि मम्मीसँग भेटेर कस्तो अनुभव हुँदैछ बताउनुहोस् विदेश जाँदै हुनुहुन्छ कतिचोटि रुनुहुन्छ एयरपोर्टमा रुदिन अहिले आबाट आजलाई चाहिँ फेरि यो भिडियो त्यो रोगोवाला नि क्लिक गरेर हालिदिन्छु नि फेरि भन्दै सोचेर बोल्नु रुमाले पुग्दैन तन्न चाहिन्छ आँसु बुझ्न सो गाइस हामी चाहिँ ट्याक्क एयरपोर्टमा छिरिसकेको अवस्था छौँ भाउजू अगाडि जाँदै हुनुहुन्छ दाइहरू अगाडि जाँदै हुनुहुन्छ हामी पनि अगाडि जाँदैछौँ सो जाउँ माथि जाउँ भिडियो बनाउनु पाउँदैन जस्तो लाग्छ यहाँ त ल आउनु हामी चाहिँ क्यामेराम्यान चाहिँ बोकेर आएको छ होइन सो जाँदैछौँ माथि हामी गाइज दाइ यहाँ अगाडि हुनुहुन्छ सुटकेस गुडाउँदै दाइ अनि तपाईँ त 4-5 चोटि गएर आएर पनि फेरि किन हो यस्तो बुढेसकालमा अब के गर्नु भाइ देशको परिस्थितिले पुऱ्याइदियो ल ठिक सो गाइज हामी चाहिँ एयरपोर्ट छिरिसकेको अवस्था छ अब यहाँ टिका टालो यसो टिका सिका लाउने रे बिदाई गर्ने रे फोटोसुट हान्ने रे सो हेर्न सक्नुहुन्छ त्यो ब्याग चाहिँ हेर्नु है फेरि ब्लगर भन्नु होला अनि ब्यागै नहोला नि फेरि जाँदाखेरि चाहिँ फोटो हानै विकास अनि सब मेरो घरसम्म हाल्नुपर्छ
नेपालको झन्डा भन्ने नेपालको झन्डा लगाउनु पर्ने रे बान्दै त सुटिङ गरेर ठ्याक्क नेपालको झन्डा लगाउनु एकछिन भन त्यहाँ टिकट सिधा हुन्छ ल्याउनु पनि एउटा हाम्रो आन्न फोटो भाउजू चाहिँ नि मादै हुनुहुन्छ एयरपोर्टमा मान्छे कति धेरै विदेश जाने हेर्न सक्नुहुन्छ तपाईँले होइन आमामा युवाहरू जति सब विदेश हेर्न सक्नुहुन्छ सो गाइज हामी चाहिँ हिँडिसक्यौँ अब भाउजूलाई उडाएर होइन कठोर पुगेर जाँदैछु अब म अफिस जानुपर्ने हुन्छ गाइज सो यही नै हो बाँकी हेर्दै गर्नुहोस् अगाडिसम्म अब एयरपोर्टबाट निक्लिँदैछु यस्तो जाम के यार ट्राफिकहरू कोही थिएन नि त होइन अनि त्यही भएर यस्तो जाम भएको क्या बवाल जाम भइरहेछ सो गाइस अब आज चाहिँ बिजी भएँ त्यस्तो भिडियो बनाउन नि पाएन है सर्ट भिडियो भयो रात परिसक्यो यतापट्टि देख्न सक्नुहुन्छ तपाईँले चाहिँ पुरै अँध्यारो भइसकेको अवस्था छ अहिले चाहिँ होइन सो त्यही नै हो अब बाटोतिर अलिअलि क्लिपहरू हाल्छु म अनि के कस्तो लाग्छ यसो कमेन्ट गरिदिनु होला अनि होइन त हो कि होइन मेरो च्यानललाई के गरिदिनु त लाइक अनि ला सेयर गर्नु परेन फाडी हानिदिनु परेन हो कि होइन लट्टै फाडी हानिदिनु पर्छ अब हामी यहाँ त्यहाँको अब पसल बन्द गरेर निक्लिनु लाग्यो चाबी मेरो हातमै छ देखि सक्नुहुन्छ सो अब पसल बन्द गर्छौँ अनि त्यसपछि बाटोमा अलिक भिडियो बनाउला धेरै बनाउनु पाइनँ सो अहिलेको लागि यति गरौँ बाँकी बाटो पछि भेटौँला हेलो एन्ड नमस्ते गाइस तपाईँहरू सन्चै हुनुहुन्छ लाग्यो म पनि एकदम कुशल आरामै छु सो आजको भ्लगमा चाहिँ ह्याप्पी दसैँ सबैलाई दसैँको शुभकामना छ तपाईँहरू सबैलाई आफ्टर लङ टाइम मैले मेरो पहिलाको भाउजूहरू गएको भिडियो पनि मैले हाल्न पाएको थिइनँ अलिकति काम थियो अनि हेटोडाको पनि हाल्न पाइनँ सो ठिक छ अब कन्टिन्यू गर्दैछु त्यो भ्लग पनि यसमै जोडेर चाहिँ हाल्नेछु म सो त्यही हो दसैँको भ्यू बिहान बिहानै पानी परेको छ अवस्था हाम्रो बुवा चाहिँ यहाँ हुनुहुन्छ ढ्याक्क ए बा पानी फाल्दै हुनुहुन्छ बा चाहिँ अङ्कल ढ्याक्क लाएर मोबाइल चलाउँदै हुनुहुन्छ एउटा यहाँ नङ काटेर बसिरहेको अवस्था छ बिहान बिहानै उठेर अङ्कल के छ त अनि हालखबर यसो भतिजको भ्लगमा भन्नु पऱ्यो नि त केही आन्टी चाहिँ यहाँ के ट्याक्क अब आज दसैँको दिन अनि के हो यस्तो मासुरी आज खाना खान्छ त कसैले ल यता हेर्नु त भन्नु त ल केही भन्नु 2-3 शब्द के भन्नु छ र दसैँ आयो सबैजनालाई खाना बनाउँदैछु अचार खाने भ्याउनु अचार चना आलु पनिरको तरकारी आउनु त आउने अनि कहाँ आउने हाम्रो लोकेसन भनिदिनु त हेटौँडा छ हात्तीलेट रामनगर हात्तीलेट नि भनेको छ रामनगर दुईटै हो कि हाम्रो के हो र भ्लग हो भने भ्लग के हुनु ए बेटा भटिज आइज काकासँग भ्लग बनाउने आइज यहाँ आइज कहाँ जाने ल भन अब कहाँ जाने भन् काकालाई के गर्ने भन् त माइ गर ल काकालाई माइ गरिदियो त कता जाने ल भन अब भ्लग बनाएर हेलो गाइज भनिदेऊ अलि राम्रोसँग गाइसलाई माया गरिदेऊ केहीबाट गर्दैन हुन्छ
भयो 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 छोडिदेऊ अनि चप्पल खोइ त चप्पल लाउनु पर्दैन ल जाऊ चप्पल लगाऊ ल चिसोमा चप्पल लाउनु पर्यो नि त अनि ल कुद 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 यो चाहिँ मेरो भाइ के छ कान्छा ठिक छ मुख धुनु पर्दैन तैभन्दा चाँडो उठेर धुवा ल त मुख धोको सडा नि मुख धोको मैले मुख धुवा कि नधुवा भनिदिन्छ अन्डिल त भनिदिन्छ ठिक 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 यहाँ चाहिँ ट्याक्क ओछ्यान सोछ्यान मिलाउने कार्यक्रम चल्दैछ हाम्रो आमा यहाँ हुनुहुन्छ यहाँ हाम्रो कञ्चने अहिलेसम्म सुतिरहेको थियो अहिले क्यामेरा आएपछि उठ्यो हेर्न आमा च्यानलमा लाइक सब्सक्राइब सेयर गरिदिनु होला आमा ल ठिक छ ठिक छ अब त्यही हो गाइज अहिले अब एकछिनपछि भेटौँला टिका सिका लाउँदाखेरि हजुरलाई ट्याक्क क्लिप आइहाल्छ फेरि पनि भन्छु ह्याप्पी दसैँ खुलेर जिउनुहोस् वर्षमा एकचोटि आउँछ त्यही हो सो गाइज मर्निङ भ्यू मेरो गाउँको चाहिँ धानहरू भ्यूहरू हेर्न सक्नुहुन्छ तपाईँ चाहिँ यस्तो यस्तो छ हामी चाहिँ अब तलसम्म गइरहेको अवस्था होइन क्या दामी के त्यो डाँडाबाट ठ्याक्क पाफहरू उडेको होइन वेदर पनि यस्तो बवाल छ हरियाली हरियाली घुम्न आउनु भ्याउनु रमाइलो छ हाम्रो गाउँ अन्त भाइ अनि अरू सुना के चल्दैछ तेरो के सुना तास फेर्दै नि है बाटो बाटोमा तेरो लास्ट जुवाडे भइस् त भाइ म्याजिक लास्ट जुवाडे म्याजिक देखाइदिनु हामी जहाँसम्म जाने रे त्यो आउँछ ठुलो घर यहाँ सुन्नु न तपाईँले म्याजिक देखाइदिनु ल ल देखा ल उता जानु न म्याजिक पार्कमा म्याजिक देखाइदियो भने म्याजिक पार्क जानु भने त्यही त पनि मान्छे त लास्ट ल ल ल खडा हो नि सो गाइस मान्छे लुवासुवा लगाइसकेको अवस्था छ अब हामी यहाँ ट्याक्क टिका सिका लाउनु पर्ने हुन्छ सबले लगाइदिइसकेँ म चाहिँ ढिला भइसकेँ टिका लाउनुलाई ल लगाइदिउँ टिका सिका लगाइदिउँ चिटिक चाटक गरौँ सो गाइस म चाहिँ टिका सिका लगाइसकेँ अब यहाँ अरू चाहिँ लाउनु पर्दैछ मेरो भाइ पछाडि छ एनिवे गाइस अब हाम्रो यस्तै छ भ्यू अब पानी परेको छैन शीतल छ वेदर एकदम बल छ नि त भाइ बल बल हो ल ठिक छ यस्तै टिका लगाइसक्यो टिका झर्न लगाइसक्यो एउटा कुरा भन्नु ल हाम्रो आन्टी यहाँ हुनुहुन्छ दुई शब्द बोल्ने अरे ल भनिदिनुहोस् के भन्नु गाइज हामीले चाहिँ टिका लगाएको अवस्था अब यहाँ लगाएर तल हाएर जानलाई सिरसार गर्दैछौँ अब हामी यहाँ टिका लगाएपछि तलहरू जानु पनि हुँदैछ अब यहाँ ठुलोहरू आउनुभएको छ तलहरूबाट ठुल्बाहरूको हातको टिका लाउनु चाहिँ उतै जानुपर्ने हुन्छ यहाँ चाहिँ भाउजू दाइ हुनुहुन्छ हेलो हेलो चोरी के छ हेलो हेलो अनि हाम्रो यहाँ अर्को विशाल जाने हो अब जाने हेलो गाइस मैले बिहानै भनेको थिएँ बक्स हेलो गाइस यता देखाउन न हेलो गाइस मैले बिहानै भनेको थिएँ लाइक शेयर सब्स्क्राइब मैले चाहिँ अस्ति भनेको थिएँ ब्लग नखोल्दै ल ठिक छ जस्तै अब हाम्रो यहाँ डोडेहरू चाहिँ ट्याक्क बाइक चलाएर आमा ठुलो टाढै बिहा गएर कति राम्ररी भएको चिटिके परेर मुसुके हाँसेर आमा हाम्रो सर सक्छ त कसैले Oh, beta, how are you? I am fine भन्देऊ न How are you? Please tell me. त्यही हो गाइज अब यहाँ यसो फोटो सुट गर्ने रे होइन अनि त्यसपछि लाएर भेटौँला हामी अहिलेको लागि चाहिँ यस्तै गर्दै गरौँ यो नि हाल्नु है ल ठिक छ गाइज त्यही नै हो ल हेर्दै गर्नुहोस् आजको वेदर पनि बवाल छ अरू त मैले के भन्ने हो बवाल छ यतापट्टि धान छ त्यहाँको सिनहरू यस्तै हो यो चाहिँ हाम्रो घर भयो यिनीहरू बिचरा हाम्रो मम्मीले चाहिँ यसपालि दसैँमा टिका लाउनु पाउनु भएन केही छैन तै पनि हाम्रो मम्मी राम्ररी हुनुहुन्छ अलवेज क्युट होइन अनि हाँस्दिन्
मुसुक्क आमा ल ठिक छ त्यही नै गाइस ल ल भन्नु भन्नु हेलो गाइस अनि सक्यो ल म चाहिँ विप्लव चलाएको सानो आन्टी हो सानो आन्टी सानो आन्टी मतलब सानीमा सानीमा यसको युट्युब च्यानललाई युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु लाइकै कमाउँछ श्रोताहरूले किन माया मार्नु भएको हाम्रो सानो मामा हुनुहुन्छ यहाँ हेलो हेलो नमस्ते हाम्रो आमा सोनिमा बहिनी हाम्रो जेठी आन्टी हाम्रो भाइ सानो भाइ ठुलो मामा ठुली माइजू अङ्कल अनि हाम्रो बुवा बुवा हाम्रो बुनु अर्को बुनु यहाँ मुवाला घुस्या घुसै भन्नु भन्नु के भन्नु लाउनु भएको अब खान्छु म बहिनीको चोरेर ए ल अब सुरु भयो हेलो हामी चाहिँ अब मामा घर आइसकेको छौँ होइन गाइजहरू अनि त्यसो चाहिँ हामी चाहिँ टिका लाउन लागेको छौँ अनि यसो अलि राम्रो देखेन क्या हो अब एडिट हुन्छ यो भ्लग है तर त्यही भएर अनि हाम्रो यहाँ बुवाले चाहिँ होइन यहाँ टिका लाउन रेडी हुनुहुँदैछ उहाँ आमा अनि यहाँ मामा यी आन्टीहरू सबैजना होइन दादाहरू यी सबैजना हामी चाहिँ यहाँनिर बस्दैछौँ अब हामी चाहिँ यहाँ टिका लाउन लागेको छौँ चट्टापाडामा सो किप अन वाचिङ आवर भिडियो अब ल सो गाइस आज चाहिँ ट्याक्क बाबाको बर्थडे मनाएको अवस्था छ यहाँनिर ट्याक्क केक काट्दै हुनुहुन्छ अनि भटिज यहाँ छ हाम्रो भटिज बा यहाँ हुनुहुन्छ ठुलो बा यहाँ कञ्चनै अर्को सिमरा कञ्चन कञ्चनको मिच्यु हेलो हाम्रो सोनिमा बहिनी हाम्रो आमा यहाँ हुनुहुन्छ ओ गाइस हो म चाहिँ उता काठमाडौँ फर्किँदैछु होइन भिडियो बनाउनु पाइनँ बिहानै बिहानै आएको सो त्यो कारणले ट्याक्क दारी सारी हानिदिएको अवस्था छ ड्रेस सप्लाई सिकेको छु अब एकछिन यहाँ रोकेको छ सायद अब नरोकिकन जाने अरे पानीले गर्नु गऱ्यो नि त अनि त्यो कारणले ठिक छ अब उतैतिर पुगेपछि भेटौँला लास्ट सिटमा बसेको न भिडियो बनाउनु पाइन्छ न केही सो मर्निङ भ्यू नै हो गाइस टेन्सन हुन्छ यहाँ हाम्रो ड्राइभर गुरुजी हुनुहुन्छ हाम्रो गुरुजी दाई के छ दाई